पवित्र 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 परम प्रभु सर्वशक्तिमान परमेश्वर जो हुनुहुन्थ्यो जो हुनुहुन्छ जो हुन आउनुहुनेछ मेरो पिता पुत्र पवित्र आत्मा प्रकाशमा छ दये अनि चर्म पत्रको मुठो र थुमा अनि सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीमा भित्र र बाहिरपट्टि लेखिएको एउटा चर्म पत्रको मुठो मैले देखे जो 7वटा मोहर लगाएर बन्द गरेको थियो अनि एउटा बलमान स्वर्गदूतलाई ठुलो आवाजमा यसो भनिरहेको मैले देखे यो मुठो खोल्न र यसका मोहरहरू तोड्न योग्यको छ स्वर्गमा अथवा पृथ्वीमा वा पृथ्वी मुनि यो चर्म पत्रको मुठो खोल्न वा त्यसभित्र हेर्न सक्ने कोही थिएन कोही पनि त्यो चर्म पत्रको मुठो खोल्न अथवा त्यसभित्र हेर्न योग्यको नपाएको हुनाले म खुब रोए तब धर्म गुरुहरू मध्ये एकजनाले मलाई भने नरुव हेर यहुदाको कुलको सिंह दाउदको मूल र यो मुठो र यी 7वटा मोहरहरू खोल्न विजय हुनु भएको छ तब मैले एउटा थुमा उभिरहनु भएको देखे जो मारिएको जस्तो देखा पर्नुहुन्थ्यो उहाँ सिंहासन र 4 जीवित प्राणीहरूको बीचमा र धर्मगुरुहरूको माझमा हुनुहुन्थ्यो उहाँको 7वटा सिंह र 7वटा आँखा थिए जुनहरू सारा पृथ्वीमा पठाएका परमेश्वरका 7 आत्माहरू हुन् उहाँ जानुभयो र सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीबाट त्यो मुठो लिनुभयो जब उहाँले त्यो मुठो लिनुभयो तब ती 4 जीवित प्राणीहरू र 24 धर्मगुरुहरू थुमाको सामुन्ने घोप्टो परे प्रत्येकको हातमा बिना र धूपहरूले भरेका सुनका पात्रहरू थिए जो सन्तहरूको प्रार्थना हुन् तिनीहरूले यसो भनी नयाँ गीत गाए तपाईँ यो चर्म पत्रको मुठो लिन र त्यसका मोहरहरू तोड्न योग्यका हुनुहुन्छ तपाईँ मारिनु भयो र आफ्नो रगतद्वारा तपाईले परमेश्वरको निम्ति हरेक कुल भाषा मानिस र जातिबाट मानिसहरूलाई छुटकारा दिनुभयो र तिनीहरूले राज्य र हाम्रो परमेश्वरको पुजारी बनाउनु भएको छ र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछ तब मैले हेरे अनि सिंहासन जीवित प्राणीहरू र धर्मगुरुहरूको वरिपरि धेरै स्वर्गदूतहरूको आवाज सुने तिनीहरूको संख्या लाखौं र करोडौं थिए तिनीहरू चर्को स्वरले यसो भनिरहेको थियो मारिएको थुमा सामर्थ्य वैभव बुद्धि शक्ति सम्मान महिमा र स्तुति ग्रहण गर्न योग्यको हुनुहुन्छ अनि स्वर्गमा पृथ्वीमा पृथ्वी मुनि समुद्र र त्यहाँ भएका हरेक प्राणीले यसो भनिरहेको मैले सुने सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई स्तुति सम्मान महिमा र सामर्थ्य सदा सर्वदा होस् तब ती 4 जीवित प्राणीले भने आमेन अनि ती धर्मगुरुहरूले घोप्टो परेर दण्डवत गरे।